यहाँ चाहिँ हुनुहुन्छ माइजू मेरो हो। अन्त अब चाहिँ हामी जान आँटेको कहाँ जान आँटेको भन्दा चाहिँ आज चाहिँ दुधै खोला हो। दुधै खोलाको अचानक प्लान हो। दोकान सफा गर्नु भने चाहिँ म जाँदिनँ। आज चाहिँ हामी चाहिँ घुम्नु नै गएको। अन्त चस्मा छ यहाँ माइजूको। अन्त वेदर चाहिँ यस्तो छ हेर्दै गर्नुहोस् गाइस। आज चाहिँ यतिको दिन छ हो। यहाँनिर चाहिँ हाम्रो माइजूको घर छ। यहाँनिर कुकुर पनि छ। यहाँनिर मी अनि त्यहाँ चाहिँ म छु। कहाँ लागेको गाइस। ल गाइस अब चाहिँ गाडी पनि भेटिसक्यो हो। अब चाहिँ हामी निक्लेको। ओके भयो अरे यहाँ हुनुहुन्छ मामा यता माइजू अन्त म। चलो चलो के भयो भन्दाखेरि चाहिँ अब चाहिँ अहिले चाहिँ मामाले चाहिँ त्यो दोकानको चाबी हामी चाहिँ ढाटेर चाहिँ उता गएको नि त दुधै दोकान सफा गर्नु गएको भनेर। अन्त हामी चाहिँ यहाँनिर मामाले दोकानको चाबी चाहिँ घरमै छोड्यो। अन्त बोजूले थाहा पायो भने थाहा पाउँछ चाबी यहीँ रहेछ भनेर। अनि त्यही भएर जाँदो रहेछ हो। अन्त त्यहाँबाट चाहिँ हामी चाहिँ उता गइदिन्छ अब चाबी ल्याउनु जाँदैछु। चाबी लिएर चाहिँ त्यहाँबाट चस्मा नि ल्याउनु अरे मामाको। त्यहाँबाट पुगेर म तपाईँलाई भन्छु। अन्त हाम्रो घर जाने बाटो चाहिँ यस्तो छ हो एकदम ओके। अनि त्यहाँ चाहिँ हाम्रो यता जानुपर्छ। यता गएर चाहिँ ओ यहाँ हाम्रो घर देख्नु तपाईँले हेर्नुहोस्। यो हाम्रो होम स्विट होम। अनि यहाँ मेरो बसिरहेको छ स्कुटी। मेरो स्कुटी हो यो चाहिँ। ये मेरा स्कूटी है। मामा लोग का स्कूटी है। ये मेरा घर है। ये मेरा कुत्ता है। भित्र भित्र जाने यो चाहिँ यस्तो छ। यो भित्र बस्यो एन्ट्री भएर चाहिँ यहाँ चक्कर गयो मामाको रुममा। यहाँ चाबी लग्यौँ। अनि यहाँ लग्यौँ अनि हामी चाहिँ निक्ल्यौँ। यहाँ मेरो रुम हो। अन्त यहाँनिर मेरो चिया स्नो हाउ आर यु बेटा। सो गाइस अब चाहिँ गएको म यहाँनिर छ चाबी दोकानको। अन्त यहाँनिर छ मामाको चस्मा। अन्त यहाँनिर चाहिँ हाम्रो यस्तो छ ब्याकयार्ड चाहिँ अगाडि फ्रन्ट भनौँ न। अन्त हामी चाहिँ जाँदैछौँ यहाँबाट जाँदैछु जाँदैछ हामी धेरै। अन्त आजको चाहिँ सहयोग वान पिस होइन। यो चाहिँ मेरो फेभरेट हो। फेभरेट भन्दा पनि मनपर्छ। म किस्टिपुर बागडोग्रा किस्टिपुर नेपाली बस्तीमा बस्छु अनि यहाँ सब नेपालीहरू छ। अन्त यतातिर यस्तो छ यहाँ हेर्नुहोस् गाइस। अन्त म तपाईँलाई एउटा कुरा देखाउँछु ल। पहिला हामीले घर बनाउँदाखेरि यो त्यो भर्खर देखाएको थिएँ नि तपाईँलाई। त्यो घर बनाउँदाखेरि हाम्रो यहाँनिर यो घरमा बस्थ्यौँ हामी। एकछिन तपाईँलाई देखाउँछु ल। अन्त यहाँनिर हामी पहिला गफ गर्थ्यौँ। यहाँ बस्थ्यौँ। यहाँ बसेर गफ गरिबस्थ्यौँ हामी बेलुका 11-12 बजीतिर। यहाँनिर चाहिँ मेरो साथी बस्थ्यो। यहाँनिर चाहिँ बगान छ मतलब यो अहिले खेत हो। खेत रोपिरहेको छ। अन्त यो निलो भएर छत देख्नुहुँदैछ। यहाँ पहिला हामी बस्थ्यौँ म। यहाँनिर बसेर यहाँ आन्टीहरूमा थियौँ। अहिले आन्टीहरू पनि बगानमा काम गर्छ होला। यहाँ चाहिँ मेरो गाडी छ पर्खिरहेको छ मलाई चस्मा बोकेर हो। म चाहिँ लाग्दै आइजी हो तर गाडी चाबी बोकेर। अफ यी लानुहोस् तपाईँको चस्मा। यो हो चल्छ त लगाउनु त। यी चाबी हो। अब चाहिँ म बस्दै गाडीमा लक छ क्या हो। अब चाहिँ भित्र पस्दै म चाहिँ लगाइस हेर्दै गर्नु गाइस। हाम्रो चाहिँ यता कस्तो छ भन्नु चाहिँ ठाउँ चाहिँ यता हेर्नुहोस् हो। यस्तो छ यता
यताबाट चाहिँ हामी सिधा जानुपर्छ उता किस्तीपुर निक्लेर पर मेन किस्तीपुर निक्लेर त्यहाँबाट हाइवे भएर बागडुग्रा भएर त्यहाँबाट उतै भएर जानुपर्छ हामी दुधै हो ए होइन दुधै भएर जानु पर्दैन है ए उयो भएर बागडुग्रा होइन अब चाहिँ हामी निक्ल्यो हाइवे मेन रोड हो यहाँबाट चाहिँ तपाईँहरूको गएर भित्र पस्नुपर्छ हो हम जा रहे हैं स्विमिंग पूल की तरफ निकलना नहीं आता है बहुत इच्छा है पानी घट्न नाट्यो हो कि ज्यादा स्पिडमा नजाओस् एक्सिडेन्ट नहुन्छ क्या 2 किलोमिटर लरेटो स्कुल पनि यतै छ हो चेङ्गा भन्ने ठाउँ चाहिँ यता हो आन्टीले हेर्दैछ मलाई चेङ्गा गभर्मेन्ट हम जा रहे हैं स्विमिंग पूल की तरफ निकलना नहीं आता है बहुत इच्छा है यहाँनिर चाहिँ हामी आइपुग्यो अब पानीघट्टा हो पानीघट्टाबाट चाहिँ हामी जाँदैछौँ दुधैको लागि अनि त्यहाँमा मान्छे चाहिँ जान्छ अरे एउटा काम छ हो अब उहाँहरू भित्र हाल्छ गाडी भित्र हालेर सामान किनेर लाने अरे हो हामी चाहिँ रमिता हेरेको गाइस तपाईँहरू जस्तो यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरू सी द भ्यू आज चाहिँ शीतल छ क्या अरू बेला भन्दा चाहिँ गाडीमा कुदेर हो कि हामी चाहिँ पुग्यौँ म यहाँ सामानहरू छ अनि त्यहाँनिर चाहिँ यस्तो छ दुधै हो दुधै खुल्लै चौध कुनीकै गीत अन्त यहाँ हामी छौँ हामी बल्ल पुग्यौँ हो अन्त अब उहाँ जाँदैछ हामी बागडुग्रा टाढो पऱ्यो नि हौ टाढो लाग्यो नि हौ
अन्त हामी यहाँ जाँदैछौँ खोला हो अन्त यहाँ चाहिँ म छु माइजू ऊ यहाँ मामा हम जा रहे पानी खेल उनीहरू रहेछ मैला रहेछ भइहाल्छ रहेछ उयो पर जाउँ ए मैले उहिले हुनु भेट्थेँ बेस्ट होस् भन्छ हामी होइन अब पुगेर चाहिँ यो सामानहरू लेख्छु यहाँनिर चाहिँ मेरो बटवाइजरहरू के छ सफ्ट ड्रिङ्क अन्त त्यहाँबाट यहाँनिर चाहिँ हाम्रो गाडी छ अन्त दिन पनि ठिक्कको छ आज चाहिँ वेदर पनि अन्त यहाँबाट चाहिँ म सामान निकाल्न गइरहेको छु ओ मामा अन्त यहाँनिर सामान छ ऊ यहाँ खोल्दैन हो ना खुल्ला सामान निकाले पनि निकालेर मामाको झोला छ हो अन्त यहाँ चाहिँ मेरो छ यहाँनिर के भन्छ यो अब यार भेस्ट पनि यतै छ अन्त यो पनि यतै छ अब यहाँबाट चाहिँ हामी जाँदैछौँ यहाँ हो त्यहाँनिर गएर चाहिँ कस्तो छ भन्दा चाहिँ म तपाईँलाई देखाउँछु ल एकैछिन ल यहाँनिर चाहिँ दामी छ ठाउँ पनि बबालो अब यहाँ पर गएर बस्ने